ल आज चाहिँ सुपारी नि रोपिसकियो। टोटल 200 बोट यस्तो हुँदै। ल यहाँनिर बार पनि बारिदिएका छन्, तर नर्मलै बारेछन्, सबै फुटाएर किल्ला छ। अलिक दरो लाउनु पर्ने थिएँ, अलिक सानो सानै हाल्दैछ यत्रो यत्रो। टोटल 210 फुट रोपिसक्यो। अब यसलाई पानीहरूको व्यवस्था गर्नुपर्ने छ, यसको नि बिस्तारै हुन्छ। यो बच्यो भने यसले अब आम्दानी बस्नु त 110% बच्छ, तर अब यसको आम्दानी हेर्नुपर्ने छ। यो अलिक अप्ठ्यारो गरी लगाएछ, अलिक माथि लगाउनु पर्ने बिरुवालाई किल्ला लाएर सपोर्ट दिएको छु होइन। यहाँ त भाँची उठाएको छ। बार पनि बारिसकेका छन्। खै म बोक्छु। ल यहाँ चाहिँ सब फुटाएर बाँस लगाइदिएको नि। ल यस्तै छ हजुर। ल आज छोरी र मेरो काम गराइ पुरा लेबर यो सबै छोरीले आज माटो लगाएर गाडिदियो। अब यो त 5-6 महिना पछाडि यहाँ त दह्रो फल्छ कोला। यस्तै छ यो कतिले ठुल्ठुलो अघि निस्किन थालेछ टुसा। आज पुरा सुपारी रोपाइ सम्पन्न भयो। यो पुरा 3-3.5 कट्ठामा ड्रममै। ल सेवारो नमस्कार बाई बाई। ल 217 छ। ल जाउँ होइन।